हेलो गाइज, आज म खेतमा जाँदैछु। खेत चाहिँ तल रहेको छ, म चाहिँ माथिबाट आएको भर्खरै घरबाट आलु खन्नको लागि जाँदैछु। म एक्लै। फेरि हाम्रोतिर चाहिँ यो गहुँ पाक्न लागिसक्यो गाइज। फाइनली म चाहिँ अहिले खेतमा नै आइपुगिसकेँ। हाम्रो चाहिँ मैले चाहिँ अस्ति यति खनेको थियो, आज चाहिँ यति छ चाहिँ बाँकी गाइज। कहिले सकिन होला। मैले चाहिँ यति खनेको छ। यता चाहिँ हुनुहुन्छ हाम्रो ठुलो मम्मी घाँस काट्दै। मैले चाहिँ यति खन्यो। आलु धेरै ठुलो छैन यस्तो मात्रै। मेरो हात आयो है। हाम्रो चाहिँ यहाँ माथि गाउँ रहेको छ। यता चाहिँ हुनुहुन्छ ठुलो मम्मी घाँस काट्दै। हाम्रो गोठ चाहिँ उहाँ माथि छ अनि हाम्रो स्कुल चाहिँ यहाँ तल। हाम्रो चाहिँ यो खेत। म चाहिँ अब घर जान्छु, पानी नै पर्न लागिसक्यो। आज चाहिँ मैले यति खनेको, अझै यति बाँकी छ। मैले चाहिँ 1 बोरा जति खन्यो आज। अब चाहिँ भोलिको पालो छ मेरो। यो चाहिँ फेरि डोको नि भरिसक्यो। अहिले चाहिँ अब बोक्नलाई नै रेडी बनाइसकेको छु। अब चाहिँ म जान्छु। मेरो चप्पल यहाँ रहेको छ। मेरो चप्पल म चाहिँ अहिले उहाँ माथि, यहाँबाट सिधै गएर उहाँ माथिसम्म, माथि डाँडादेखि उहाँ बाटो छ। त्यो बाटो चाहिँ यहाँबाट यहाँ यतै गएर उयो घर देखेर फेरि उता गएर फेरि यो ढलान घर देखेर चाहिँ त्यसको माथि छ मेरो घर चाहिँ। अहिले चाहिँ म खेतमा आएको। खेत चाहिँ हाम्रो तल छ, हाम्रो स्कुल, म पढ्ने विद्यालय। त्यही चाहिँ यस्तो फुल पाउँछ गाइस, कस्तो राम्रो छ, दामी भएर। यस्तो फुललाई चाहिँ के भन्छ तपाईँहरूको भाषाबाट? हाम्रो चाहिँ घर। म चाहिँ यहाँ हाम्रो हजुरआमा अनि ठुलमम्मीलाई पर्खेर बसिरहेको छु। ठुलमम्मीको चाहिँ यहाँ रहेको छ गोठ अनि हजुरआमाको चाहिँ यहाँ रहेको छ। धेरै त देखाएन, त्यही भएर नि। यहाँ मेरो साथी चाहिँ घाँस काट्न आएको रहेछ। त्यसको नाम चाहिँ प्रिया हो। घाँस काटिरहेको थियो त्यो। उनीहरूको खेत चाहिँ यति ठुलो छ। उसको मम्मी चाहिँ उहाँ तल बसेर बोलाइरहेछ छोरीलाई। गयो मैले हेरेको छु गाइस। अब चाहिँ हामी घर जानेछौँ। चाहिँ अब घरतिर लाग्नेछ। मैले चाहिँ बोकिसकेको छ आलु चाहिँ।
म चाहिँ खेतबाट पनि यहाँ पनि आइपुगिसकेँ। अब चाहिँ हाम्रो खेत चाहिँ तल रहेको छ। हाम्रो खेत चाहिँ यहाँ गोठबाट म यहाँसम्म आइपुगिसकेँ। अब चाहिँ यति बाँकी छ। आज चाहिँ यति नै है। अब चाहिँ अर्को भ्लगमा भेटौँला। बाइ।